हामी चाहिँ जहिले झगडा गरेर हुन्छौँ, कसले धेरै काम गर्यो घरमा, कसले धेरै काम गर्यो भनेर होइन। अनि जहिले पनि मैले धेरै काम गरेँ भन्ने, उसले मैले धेरै काम गरेँ भन्ने, अनि हाम्रो आफ्नो कामको चाहिँ आज मैले यो गराएको छ त्यो गराएको छ भनेर हामी भनिरहन्छौँ होइन। तर हामीले भनिराख्दाखेरि चाहिँ वृष्टिले चाहिँ कसले धेरै के काम गर्दो रहेछ भनेर उसले चाहिँ कतिको अब्जर्भ गरिरहेछ भनेर चाहिँ हामीले आज एउटा गेम खेल्दैछौँ। यहाँ चाहिँ सबै क्वेसन छ, कामहरू के छ गर्ने हामीले भनेर क्वेसन छ। उसले चाहिँ कतिको अब्जर्भ गराएको छ हामीलाई र डे टु डे एक्टिभिटीमा, र उसले के एन्सर गर्छ हेरौँ है त कतिको मिल्छ। 21वटा क्वेसन छ। 21वटा छ, ल पिक गरौँ न त एउटा। पिक गरौँ न। मै गर्छु है त एउटा प्रश्न। सानो सुन। वृष्टि टोइलेट कसले सफा गर्छ? मामुले। गुड जब। मिल्यो। अर्को क्वेसन पनि मैले पढेँ है त। लन्ड्री कसले गर्छ वृष्टि? हाम्रो घरमा लन्ड्री कसले गर्ने गरेछ? बाले। मिल्यो है यो पनि। मैले चाहिँ एकदम कम कहिलेकाहीँ मात्रै गर्छु। अब त्यसबाट सानो डिनर कसले बनाइसिन्छ? कसले बनाइसिन्छ? मामुले। ओके। अब ल एउटा छोरी यहाँबाट देऊ न त, यहाँबाट देऊ त एउटा। हस्, थ्याङ्क यू। भाडा कसले माझिसिन्छ? बाले। गुड जब। अब अर्को एउटा चाहिँ किन अलि पिक गर्ने? मामुले कि वृष्टिले कि बाले? छोरीले। थ्याङ्क यू। भ्याक्युम कसले लगाइसिन्छ सानो घरमा? बाले। राइट। मलाई त्यसरी है म पर्छ है। उता मामुको हेर न। छोरीलाई बासँग डर लाग्छ कि मामुसँग डर लाग्छ? लाग्दैन? कोहीसँग पनि डर लाग्दैन हो नि। अर्को है त। छोरीलाई सावरमा पानी छ्याप कसले गराउँछ? गुड जब। छोरीलाई डेकेटबाट कसले ल्याइसिन्छ? बाले मामुले। ओके, फेयर। द्याट्स फेयर एनफ। अनि छोरीसँग को धेरै खेलिसिन्छ सानो? मामु बासँग नि। ओके गुड। घरको ट्रास फोहोर कसले फाल्सिन्छ वृष्टि? यो घरको फोहोर कसले फाल्ने गर्छ? घरको फोहोर कसले फाल्ने गर्छ भनिदेऊ न त। घरमा त्यो फोहोरहरू कसले फाल्सिन्छ बाहिर? बाले। राइट, बाले हो। सानो गीत होइन, गीत गाइसिन्छ नि, कसले राम्रो गाइसिन्छ गीत? मामुले कि बाले? मामुले हो। अर्को ल, ब्रेकफास्ट कसले बनाइसिन्छ सानो? मामुले। बाले कहिले काहीँ। छोरीलाई डेकेट कसले पुर्याइने गर्छ? छोरीलाई धेरै कसले माया गर्छिन्छ? हो। अब अर्को है त। अनि घरमा त्यो हाम्रो ऐनाहरू छ नि, कसले सफा गर्छिन्छ? बाले है। सफा गर्ने काममा बा अगाडि सानो। अब नेक्स्ट क्वेसन। छोरीले धेरै कसलाई माया गर्छ? सानो छोरीले धेरै कसलाई माया गर्छ? बाला मामालाई। दुबैलाई माया गर्छ मेकानिकले। अनि लन्च कसले बनाइसिन्छ सानो? छोरीलाई लन्च हो। बाले कहिले काहीँ मात्रै होला है। अनि छोरीलाई बाहिर खेल्न चाहिँ कसले लगिसिन्छ? बाले हो नि है। अब अर्को है त। अनि फोन धेरै कसले चलाइसिन्छ सानो? बा मामुले। बा मामुले नै हो। अलिक धेरै कसले? अलिक धेरै चाहिँ कसले? अलिक धेरै फोन चाहिँ को चलाउने हो? वृष्टिले होला। हो? कसले? त? बाले मामु नै हो। प्राय चाहिँ त बा होला। अनि सानो अनि ढिलोसम्म चाहिँ को सुतिसिन्छ? बिहान गर्छिन्छ? बा हो। ए
ल धेरै अब्जर्भ गरेर यस्तो कुरा चाहिँ एकदम सही हो होइन यही नै हुन्छ हाम्रो घरमा अनि ठ्याक्कै यही नै हो उसले भनेको कुरा अनेस्टै हो यो होइन अनि त्यही भएर पेरेन्ट्स चाहिँ के गर्छ बिहेभियर चाहिँ बच्चाहरूले सबै अब्जर्भ गरेर हुन्छ नि त्यही भएर हामीले अलिकति रोल आफ्नो चाहिँ राम्रोसँग पोजिटिभली इम्प्याक्ट हुने गरेर चाहिँ बच्चालाई चाहिँ कसरी गर्नुपर्ने रहेछ भन्ने कुरा चाहिँ योबाट पनि बुझ्न सकिन्छ हामीले अब हाम्रो घरमा कसले धेरै झगडा गर्छ बृष्टि यो पनि अनेस्ट हो त्यही भएर चाहिँ अब ठ्याक्क पेरेन्ट्स हुने बेला चाहिँ आफूले आफूलाई सुधार्ने रहेछ भन्ने जस्तो लाग्छ मलाई चाहिँ एक्ज्याक्टली